म त्यस्तो बिन्दुमा आएर रोकिएको छु। अब यसपछि हिँड्नलाई जहीँ छ, तर पुग्नलाई कहीँ छैन। म त्यस्तो बिन्दुमा आएर रोकिएको छु, त्यस्तो बिन्दु जुन बिन्दुको न कुनै तौल छ न कुनै सतह नै। म त्यस्तो बिन्दुमा आएर रोकिएको छु, त्यस्तो बिन्दु जसको आकार छ तर मापन हुँदैन, त्यस्तो बिन्दु जो स्वयं शून्य आयाममा अडिएको छ, जसको लम्बाइ छ, चौडाइ छ र छ उचाइ पनि, तर कति छ स्वयं थाहा छैन अतललाई पनि। म त्यस्तो बिन्दुमा आएर रोकिएको छु। म त्यस्तो बिन्दुमा छु जसले कुनै स्थानलाई प्रतिनिधित्व नै गर्दैन, त्यस्तो बिन्दु जसका छैनन् कुनै ज्यामितीय निर्देशाङ्कहरू। म त्यस्तो बिन्दुमा पुगेको छु जुन बिन्दुमा कुनै बिन्दु आएर जोडिए भने पनि न बन्नेछ रेखा, न बन्नेछ कोण, न कुनै ज्यामितीय आकृतिहरू। म त्यस्तो बिन्दुमा आएर रोकिएको छु। म त्यस्तो बिन्दुमा छु जसको कुनै सैद्धान्तिक अस्तित्व नै छैन। ठिक उही बासा ठुँडियाका दोस्ताजका आँखा जस्तै देखिने, यसै बिन्दुबाट तानिएका ती प्राणीका नाभि रेखाहरू ठिक अस्तित्व भएको बिन्दु जस्तै देखिन्छन्। म त्यस्तो बिन्दुमा आएर रोकिएको छु। म त्यस्तो बिन्दुमा छु जुन बिन्दुको न कुनै सुरु छ न छ कुनै अन्त्य नै, तर यहीँबाट सुरु भएको हो सतहको यात्रा, समयको यात्रा। म त्यस्तो बिन्दुमा आएर रोकिएको छु।